日本の在留手続きが6000円から4万円に大幅値上げされる予定です。1年更新の人には大きな負担になります。 जापानमा बस्ने वा काम गर्ने सपना बोकेकाहरूका लागि एउटा निकै ठूलो खबर आएको छ। जापानी सरकारले यहाँको आवासीय र भिसा शुल्कमा यस्तो वृद्धि गर्ने योजना बनाइरहेको छ जसले यहाँ बस्नेको हिसाब किताब नै गडबड हुन सक्छ। कुरा कतिसम्म छ भने पर्मानेन्ट रेसिडेन्सी जस्ता केही महत्त्वपूर्ण शुल्कहरू त 10 गुणा भन्दा पनि बढीले बढ्ने प्रस्ताव आएको छ। हो, यो कुनै सानोतिनो वृद्धि होइन, पुरै 10 गुणा भन्दा पनि बढी। अब यो 10 गुणाको कुरा सुन्दा त पक्कै पनि अचम्म लाग्छ, हैन? ल आउनुहोस् एक एक गरेर हेरौँ। यी नयाँ शुल्कले वास्तवमा कतिसम्मको आर्थिक भार थप्न सक्छ। सबैभन्दा पहिले सबैभन्दा धेरैलाई चाहिने प्रक्रियाबाटै सुरु गरौँ न, जस्तै कि रेसिडेन्सी स्ट्याटस चेन्ज गर्ने वा रिन्यू गर्ने। अहिले जम्मा 6000 येन लाग्ने यो प्रक्रियाका लागि अब 30,000 देखि 40,000 येनसम्म तिर्नुपर्ने प्रस्ताव छ। भनेपछि यो त लगभग 5 देखि 7 गुणाको वृद्धि भयो। तर सबैभन्दा ठूलो र चकित पार्ने परिवर्तन त पर्मानेन्ट रेसिडेन्सीको आवेदन शुल्कमा छ। अहिले जम्मा 10,000 येन लाग्ने यो शुल्कलाई सिधै बढाएर 1 लाख येनभन्दा माथि पुर्याउने कुरा छ। हो, हामीले सुरुमा भनेको त्यो 10 गुणाभन्दा बढीको वृद्धि ठीक यही हो। तर यी अङ्कहरू त एउटा कुरा भयो, यसको पछाडिको वास्तविक असर कस्तो हुन्छ होला? एकछिन सोचौँ त। जो मानिसहरू एक वर्षको भिजामा छन् उनीहरूले हरेक वर्ष यो बढेको शुल्क तिर्नु पर्दा कस्तो आर्थिक दबाव झेल्नु पर्ला? यो त उनीहरूका लागि एक किसिमको कहिले नसकिने आर्थिक बोझ जस्तै बन्न सक्छ। अब प्रश्न उठ्छ, यति ठूलो शुल्क वृद्धि आखिर किन त? सरकारले यसको पछाडि के तर्क दिइरहेको छ? ल अब त्यो पनि बुझौँ। यसको एउटा मुख्य कारण हो जापानमा विदेशी बासिन्दाको सङ्ख्यामा भएको रेकर्ड ब्रेक वृद्धि। 2024 को जुन महिनासम्मको तथ्याङ्क हेर्ने हो भने यो सङ्ख्या झण्डै 39.6 लाख पुगिसकेको छ। अब सरकारको तर्क के छ भने यति ठूलो समुदायलाई व्यवस्थापन गर्न र राम्रो सेवा सुविधा दिन थप पैसा चाहियो। सरकारले यो बढेको शुल्कबाट उठेको पैसालाई कहाँ कहाँ खर्च गर्ने भनेर पनि बताएको छ। जस्तै इमिग्रेसनको जाँच प्रक्रियालाई छिटो छरितो बनाउने, विदेशीहरूको लागि जापानी भाषा शिक्षामा लगानी बढाउने र भिसा अवधि सकिएर पनि बस्नेहरूलाई कडाई गर्ने। अनि अर्को चाखलाग्दो कुरा, पर्यटक भिसाबाट उठेको पैसा चाहिँ ओभर टुरिज्म मतलब पर्यटकीय ठाउँमा हुने अनावश्यक भिडलाई नियन्त्रण गर्नमा खर्च गरिनेछ। तर सरकारको सबैभन्दा बलियो तर्कमध्ये एक हो अन्तर्राष्ट्रिय मापदण्डसँगको तुलना। उनीहरूको दाबी के छ भने यो शुल्क वृद्धिले जापानलाई अरू ठूला देशहरूको स्तरमा ल्याउँछ। के साँच्चै त्यस्तै हो त? आउनुहोस् तुलना गरेर हेरौँ। यो चार्टमा हेर्दा के देखिन्छ भने जापानको प्रस्तावित 40,000 येन शुल्क पनि अमेरिकाको लगभग 73,000 येन र बेलायतको त झन् 1,69,000 येन भन्दा निकै नै कम छ। त्यसैले सरकारको तर्कअनुसार शुल्क बढाउँदा पनि जापान यी देशहरूभन्दा सस्तै रहन्छ। यो शुल्क वृद्धि रेसिडेन्सी प्रक्रियामा मात्रै सीमित छैन है, पर्यटक भिजामा पनि यसको असर देखिनेवाला छ। अहिले जापानको सिंगल एन्ट्री भिजा जम्मा 3,000 येनमा बन्छ, तर त्यही कुरा अमेरिका र बेलायतमा 25,000 येनभन्दा बढी पर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सन् 1978 पछि मतलब 40 वर्षभन्दा बढी समयपछि जापानले आफ्नो भिजा शुल्कमा यति ठूलो परिवर्तन गर्न लागेको यो पहिलो पटक हो। ल यति सबै कुरा भयो। अब यो योजना साँच्चै लागू हुनका लागि के प्रक्रियाहरू बाँकी छन् त? र यसले भविष्यमा कस्तो असर पार्न सक्छ? यो शुल्क वृद्धिको योजनालाई ऐतिहासिक रूपमा हेर्दा अझै रोचक देखिन्छ। जापानको शुल्क संरचनामा अन्तिम पटक ठूलो कानुनी फेरबदल भएको सन् 1981 मा थियो। सोच्नुहोस् त, 40 वर्षभन्दा बढी समयपछि पहिलो पटक यस्तो महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव आएको हो। तर यो प्रस्ताव भोलि नै काउर बनिहाल्ने चाहिँ होइन, किनभने अहिलेको कानुनले नै शुल्कको अधिकतम सीमा 10,000 येन तोकेको छ। त्यसैले सरकारले पहिला संसदमा आप्रवासन नियन्त्रण ऐन नै संशोधन गर्नुपर्छ। यदि त्यो विधेयक पास भयो भने मात्र नयाँ शुल्क आर्थिक वर्ष 2026 देखि लागू हुनेछ। र अन्त्यमा एउटा सबैभन्दा महत्त्वपूर्ण प्रश्न, शुल्कमा हुने यो भारी वृद्धिले विदेशी प्रतिभा र कामदारहरूलाई आकर्षित गर्ने जापानको क्षमतामा कस्तो असर पार्ला?
के यो कदमले जापानलाई विश्वव्यापी दौडमा अझ बलियो बनाउँछ वा दक्ष जनशक्तिलाई यहाँ आउनबाट निरुत्साहित गर्छ? यसको जवाब त भविष्यले नै देला, तर बहस भने आजैबाट सुरु भइसकेको छ।